वेलकम सर। ल म्याडम, ल धन्यवाद छ। ल आरामसँग वेलकम सर। भाइ बहिनीहरू राम्रो राम्रो भएको हामी सबैले देख्न पाइयोस्, हामी सबैको शुभकामना है त। सबैलाई स्वागत स्वागत भन्न दिनु है। आइदिनुहोस्, बच्चा बच्चीलाई राम्रोसँग सरसफाइ अहिलेसम्म पढाउनु भएकै छ, पढाउनु अभिभावक नै समस्या हो। त्यसमा के छ त भन्दाखेरि सामान खोज्छ, झगडालु छ भनेर किन भन्दा यो समाजमा चाहिँ उसले भेटाएको अर्को छ उसलाई भयो, तर यो बच्चाले त्यो माथि छुन सम्भव भयो भएन, समस्या आइलाग्यो। अझ ऊभन्दा सानो के भयो, यहाँ उभिएर बस्यो। भनेर लिएर हिँड्नु पर्यो। अभिभावक सङ्घले, शिक्षकले, के अरे अभिभावक समूहले अनि समितिले टाइममै पठाइदिनु पर्यो। यहाँ 10 बजेभन्दा लगाइहाल्छ, त्योभन्दा अगाडि आइपुग्नु पर्यो। पर्यो बच्चाहरूको अभिभावक केही उस भएपछि कमजोरी भए शिक्षकहरूले पनि भनिदिनु पर्यो यस्तो कमी छ भनेर। शिक्षकहरू मेलमिलाप हुन पर्यो। अब अभिभावकले शिक्षकलाई दोष लाग्ने, शिक्षकले अभिभावकलाई दोष लाग्ने गर्नु भएन होइन। हो त्यहाँका आमा बाबाको जिब्रोबाट राम्रो शब्द निकाल्नु पर्यो। अनि 10 बजेदेखि यहाँ सर म्यामले क्लियर गर्छ 4 बजीसम्म। त्यसपछि हाम्रो आमा बाबाले राम्रो संस्था अनि ठुलो मानिससँग कसरी बोल्ने, सानो मानिससँग कसरी बोल्ने, त्यो सबै सिकाउनु पर्यो। स्कुल त राम्रै हो, राम्रै हो, सरहरू राम्रै हो, विद्यार्थीहरू चाहिँ मानेर छन् क्या सबै। सरहरूलाई नबताउने, म्याडमलाई नबताउने, मुख लाउने सबै कम्पनीले नै त्यस्तै हो। अरे अब टाउको दुख्यो रे, अब त्यस्तै सुनिन्छ नि। अब फलानाले पिटेको, अब स्कुलमा फलानाको छोरालाई पिटेको भनेपछि सुनिन्छ नि त। अनि अब गल्ती होला नि त, बच्चाले नजानेर हो कि बच्चाले पिठाइ गरेर हो कि, त्यो त अभिभावकले बुझ्नुपर्ने कुरा। अनि अभिभावकले घरमा अब स्कुलमा तिमीले के गरेको थियो, गल्ती गरेको थियो कि अब केही नजानेर हो कि भनेर घरमा अभिभावकले सोधेको, अनि मलाई आज स्कुलमा शिक्षकलाई कराउने आफ्नो कर्तव्य हुने हो। त्यसै हावातालमा मेरो बच्चा यस्तो भयो भनेर आएर शिक्षकलाई कराउन त पाइएन। पहिला मेन कुरो भनेको आफ्नो घरमा आफूले शिक्षकलाई बच्चालाई राम्रो शिक्षक दिनु पर्यो कि। व्यवस्थापन छ, त्यो राम्रो छ, पढाइहरू राम्रै छ। किन आएन भनेर भरै भयो नि। ठिकै छ, हामी खानाहरू बालबच्चा सहीसँग परिरहेको छ, सम्बन्धित ठिकै छ, धन्यवाद। यत्रो सिक्यौँ बालबच्चालाई शिक्षकको, अभिभावकको, छरछिमेकीको, विभिन्न संस्थाहरूको सबै आवश्यक पर्ने रहेछ भन्ने कुरा सिक्यौँ। हामीले पनि सिक्यौँ, बच्चाहरूले सिकाउने छ। विद्यालयमा 8 कक्षामा पढ्छु, सुषमा जुनियर रेड क्रसको अध्यक्ष। आजको यो शिक्षा अभिभावक सहयात्रा कार्यशाला पोखरा यो संस्थाले जुन कार्यक्रम सञ्चालन गर्नुभएको छ, त्यहाँबाट मैले धेरै कुराहरू आफूले पनि सिकेँ र आफ्नो परिवार पनि कस्तो, फ्यामिलीहरू कस्तो हुनुपर्छ, आफू कस्तो हुनुपर्छ, अनि घर परिवारमा परिवारले कस्तो व्यवहार गर्नुपर्छ, र सबै कुरा सिकेँ। जसबाट विद्यालय परिवारभित्र भएको विद्यालय व्यवस्थापन समिति प्लस शिक्षकहरू र अभिभावकहरूको 3 प्लस विद्यार्थी सहितको एउटा
कोर्डिनेसनबाट विद्यालयले कसरी अगाडि बढाउने आफ्नो कसरी लाने भन्ने सन्दर्भमा सरले आज तपाईँहरूलाई अभिभावकको दायित्व कस्तो हुन्छ, अभिभावकले गर्नुपर्ने कुरा के हो, कसरी अगाडि बढ्ने भन्ने विषयको जानकारी दिनुभयो र विद्यालयको तर्फबाट कसरी अगाडि बढ्ने, कसरी लाने भन्ने विषयमा जुन मार्मिक कुराहरू सिकाइदिनु भएको छ, त्यसलाई भोलिका दिनमा चाहिँ हजुरहरूले पनि आफ्नो ठाउँबाट अनुसरण गर्दै, त्यसको अलावा हाम्रो विद्यार्थी भाइ बहिनीलाई विद्यार्थीको के कस्तो गर्नुपर्छ भन्ने कुरो पनि विद्यार्थीबाट पनि जानकारी भयो, हजुरहरूलाई पनि जानकारी भएको हुना भोलिका दिनमा अब यो विद्यालय कसरी अगाडि लाने होइन, विद्यालयलाई कसरी हामी अगाडि बढाउन सक्छौँ, अब्बल बनाउन सकिन्छ भन्ने विषयमा सरले दिएका सुझावलाई मनन गर्दै हामीले आफ्नो ठाउँबाट विद्यालयलाई अगाडि बढाउनको लागि ठुलो योगदान पुग्नेछ अथवा विद्यालयलाई अगाडि बढाउनेछौँ भन्न चाहन्छु। हाम्रो यो विकल्प नेपालले हामीलाई यत्रो सामग्रीहरू सहयोग गरिराख्नु भएको छ। उहाँहरूको यो सहयोगी हातहरू अघि बढोस् र उहाँहरूलाई सदा सदा हामीसँग यसरी नै जोडिन पाउने र पाउँदा हामी अब अरूको कार्यक्रमहरूमा पनि हामी यसरी नै जोडिन पाउँला भन्ने हामीलाई ठुलो आशा छ र उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ र हामी सबै यसरी जोडिरहँदाखेरि हामीलाई धेरै खुसी लागिरहेको छ। हाम्रो यो अभिभावकहरूले पनि उहाँहरूलाई धेरै धेरै धन्यवाद दिनुभएको छ। यसरी नै हामीले सधैँ सधैँ जुटेर हामी सधैँ हातेमालो गरेर सधैँसँगै हिँडेर नै यो कार्यक्रमलाई हामी कहिले पनि नछोडौँ र नटुटाउँ। धेरै ठाउँहरूमा यो सरस्वतीले बास गरेर हजुरहरूको ठाउँमा यसरी नै सहयोग गर्ने हातहरू लम्किरहोस् र हाम्रो यो स्कुललाई पनि लम्काइरहनुहुन्छ भन्ने आशाका साथ म यो आजको कार्यक्रमलाई उहाँहरूलाई धेरै धेरै धन्यवाद प्रगतिको कामना गर्दै म यो कार्यक्रमलाई यही सम्पन्न र समाप्त भएको मैले अहिले घोषणा गरेँ। हस्त धन्यवाद। Namaskar, I am Sarda, a facilitator from Vikalpa Nepal. Vikalpa Nepal is a civil society organization founded by Nepali youth who deeply care inclusion, social justice and the future of public education in Nepal. Today we feel grateful to share a beautiful moment from our recent activity with parents, teachers and school management at Balkaland Basic School in Pokhara. The workshop created a warm space where teachers, parents, students and SMC members came together first time with open hearts. They welcome one another with flowers, light candles. They also shared their dreams for a safe, loving and fair school. Through the group discussions, people spoke honestly about their struggles, hopes and responsibilities. Many parents and teachers felt heard for the first time and began to understand better each other. As an output, everyone gained clarity about their role in a children's life and the power of working together. As an outcome, trust was rebuilt, relationship grew stronger and a shared promise was made to work side by side for the children. We warmly invite you to work with us. Together, let us create public school where every child and every parent feel welcome, respected, safe and joyful for meaningful education. Thank you.